So सबैलाई नमस्कार, तपाईलाई रोमन टकमा स्वागत छ र साथमा छ मसँग स्ट्रेचिङ प्रोटिन। यो खानुभयो भने तपाईलाई चाहिँ बलियो बनाउँछ एन्ड तपाईलाई चाहिँ मसल गेन गर्नलाई पनि हेल्प गर्छ। सो आजको मेन टपिक भनेको चाहिँ थोरै तपाईमा चाहिँ ब्याड न्यूज लिएर आएको छु हैन। यो न्यूज चाहिँ यही मे 2 गतेको हो, गत शुक्रबार। According to the Jan A डेनमार्क अनुसार यही मे 2 गते एक नेपाली स्टुडेन्ट्सको चाहिँ निधन भएको छ भनेर चाहिँ आएको छ। एन्ड यो चाहिँ उहाँ चाहिँ 24 वर्षको एउटा लेडिज हुनुहुन्थ्यो। उहाँको नाम कविता श्रेष्ठ र घर चाहिँ नेपाल सिन्धुपाल्चोक भन्ने आएको छ र डेथको रिजन चाहिँ केही पनि थाहा छैन, बट भनौँ न असामयिक निधन भनिएको छ। र साथै उहाँको पार्थिव शरीरलाई चाहिँ नेपाल पठाउनको लागि चाहिँ केही एनआरएनए संस्था लगायत अरू केही नेपालीहरू हैन समाजद्वारा चाहिँ केही मनी फन्ड कलेक्सन चाहिँ सुरुवात भइरहेको छ। र तपाईँ हेल्प गर्न चाहनुहुन्छ भने त्यसको लिङ्क चाहिँ म तपाईँलाई दिनेछु तल। सो उहाँ चाहिँ नेल्सबर्ग कलेजमा चाहिँ पढ्दै आउनुभएको भन्ने जानकारी आएको छ र कोपेनहेगनमा चाहिँ बस्नुहुन्थ्यो भन्ने पनि छ। सो यही छ लाइफ हैन। अब म के भन्छु भने अपकमिङ स्टुडेन्ट्स र जो पनि यहाँ बस्नु भएको छ, नेपाली विद्यार्थीहरू आइबिएमा आउनु भएको छ, पब्लिक युनिभर्सिटीमा आउनु भएको छ हैन, नेल्सबर्ग भनौँ न मा आउनु भएको छ, सबैजना आफ्नो हेल्थको चाहिँ ख्याल गर्नुहोस्। फर्स्ट थिङ, हेल्थ इज वेल्थ है। अनि एउटा कुरा के ख्याल राख्नु भने तपाईँ काममा जानुहुन्छ, जस्तोसुकै काम गर्नुहुन्छ, तपाईँलाई मेन चिज भनेको दुईटा कुरा, क्वालिटी अफ स्लिप हैन। तपाईँ 2.5 घन्टा 3 घन्टा सुतेर त्यसरी चाहिँ काममा जाने, कलेज भ्याउने काम नगर्नुहोस्। तपाईँलाई नै असर पर्ने चिज हो यो हैन। अर्को भनेको चाहिँ कामको चक्करमा खाना खान नबिर्सिनुहोस् हैन। खाना त खानुहुन्छ हैन, तपाईँ कस्तो हुन्छ भने कार्ब्स मात्रै खानुहुन्छ कि, जस्ट हुन्छ नि च्याउचो खाने, नुडल्स खाइदिने, कोल्ड ड्रिङ्क्स खाइदिने, एनर्जी ड्रिङ्कमा चाहिँ काम हान्दिने, त्यस्तो नगर्नुहोस् हैन। प्रोटिनहरू इन्टेक लिनुहोस् हैन, माछा मासुहरू, चामल, जुन एउटा हाम्रो जुन हेबिचुअल छ नि बडीलाई हैन, त्यो हिसाबको खाना खानुहोस् हैन। ठिक छ, ब्रेडै खानुहोस्, स्यान्डविचै खानुहोस्, तर हुन्छ नि मात्रामा खानुहोस्। अलि हुन्छ नि आफू अगाउने तरिकाले, हुन्छ नि आफू एकदमै त्यो क्यालोरी डिफिसिटमा गएर एकदमै भोको पेट हैन, एकदमै त्यो हुन्छ नि त्यो चियाको भरमा, त्यो एनर्जी ड्रिङ्कको भरमा चाहिँ त्यसरी काममा दिनदिनै चाहिँ नजानुहोस् हैन। तपाईँलाई आफूलाई हेल्थलाई चाहिँ असर पार्छ कि हैन। किनकि हामी भनेको त अब विद्यार्थी सितामलको भरमा आउने हो। तपाईँले जे जस्तो यहाँ फ्री हेल्थ छ भने पनि हैन, र नेपाल जस्तो औषधि हुन्छ नि त्यसरी पाउँदैन। जस्ट चेकअप मात्रै गर्छ, मेडिसिन आफै लिनुपर्ने हुन्छ हैन। एन्ड कति महँगो छ हैन। त्यो महँगो हुँदै गर्दा चाहिँ अब कम्प्रोमाइज त गर्नु त भएन कि। जस्ट भनौँ न यति बुझ्नुहोस् कि हेल्थ सिस्टम नेपाल जस्तो छैन कि यहाँ। त्यही भएर हैन, आफू छ त बल्ल जिन्दगी छ हैन, आफू छ त बल्ल डेनमार्क छ, आफू छ त बल्ल कमाइ छ हैन। आफैलाई कमजोर गर्नुहुन्छ हैन, आफै काम भन्दै हुनुहुन्छ, त्यस्तो चाहिँ नगर्नु होला। आफ्नो कामलाई र आफ्नो पढाइलाई चाहिँ ब्यालेन्स गरेर चाहिँ लिएर हिँड्नुहोस् हैन। आफ्नो फिजिकल्ली, मेन्टल्ली हैन, इमोसनल्ली पनि ख्याल राख्नुहोस् हैन। एक्लै लाग्छ भने बाहिर हिँड्नुहोस्, पार्कमा हिँड्नुहोस् हैन। म तपाईँलाई चाहिँ अगाडि भ्यूज देखाउँछु कोल्ड कति राम्रो यहाँ पार्क छ, नदी मतलब एउटा सर्कुलर खालको के भन्छ लेक जस्तो छ हैन। देख्न सक्नुहुन्छ मेरो अगाडि अहिले घामले चाहिँ पुरा टलक्क टल्के छ हैन। यो चाहिँ म जहिले पनि यहाँ आउँछु, नेचुरली यहाँ हाँसहरू देख्न सक्नुहुन्छ। अब कोपेनहेगनमा न्युज पनि आउँछ कि यहाँ त हाँसहरू हुन्छ नि हन्टिङ हानिदिने, अनि त्यो गर्दाखेरि चाहिँ डिपोर्टेसन भएको भन्ने खालको कुरा पनि आएको छ हैन। अब कसले हो हाँस चोरेर खाने, फेरि हाँस यो हुन्छ नि चोरेर चाहिँ नखानु होला। यही छ, कोल्ड ड्रिङ्क थोरै चाहिँ अलि भनौँ न गाउँले पारा छ कि। गाउँले भन्दा गाउँ जस्तो त हुँदैन कि, तर अलि कोपेनहेगन जस्तो छैन। उता चाहिँ ट्रेन स्टेसनहरू छ हैन। ऊ त देख्नु भएको छ क्यासल, त्यो एउटा क्यासल छ, त्यो भनेको कोल्ड ड्रिङ्क क्यासल भन्छौँ हामीले। यो यति पुरानो छ कसम हुन्छ नि, लाइक मेबी 200 300 400 वर्ष अगाडिको होला क्या त्यो क्यासल, त्यति पुरानो छ है त। ख्याल राख्नु होला है, च्यानललाई सब्सक्राइब गर्दै गर्नुहोस्। एन्ड तपाईँलाई हेल्प गर्नु मन छ भने तपाईँ हेल्प गर्न सक्नुहुन्छ। एन्ड प्लिज है
आफ्नो कामलाई आफ्नो एजुकेसनलाई ब्यालेन्स गर्दा मात्रै अगाडि बढ्नुहोस् लाइफमा हैन आफ्नो फिजिकल्ली चाहिँ फिट हुनुहोस् फ्री टाइममा चाहिँ एक्सर्साइज गर्नुहोस् वाकिङ जानुहोस् रुममा मात्रै भित्र नबस्नुहोस् डिफ्रेस फिल लाग्छ हैन कोही पनि हुँदैन कुरा सेयर गर्न मलाई थाहा छ बट जस्ट हुन्छ नि एक्लै हिँड्नुहोस् बरु हैन एक्लै पार्कसाकमा जानुहोस् तर आफ्नो शरीरलाई चाहिँ एक्टिभ चाहिँ गरेर राख्नुहोस् र खानाकोमा चाहिँ कम्प्रोमाइज नगर्नुहोस् मेन भनेको निदमा कहिलेकाहीँ 1-2 दिन हैन कलेज नजाँदा केही बिग्रिदैन बरु सुत्नु होला 1-2 दिन हप्तामा है सो गाइज आई लभ यु अल हैन तपाईको सबैको चिन्ता छ मलाई एन्ड हैन भिडियो चाहिँ हेर्दै गर्नु होला एन्ड अपकमिङ भिडियो चाहिँ हेरौँ त्यसको बारेमा हुनेछ है थ्याङ्क यू सो मच तपाईँले गर्दा चाहिँ अहिले मेरो भिडियो चाहिँ मोनिटाइज पनि भएको छ एन्ड आई एम ह्याभिङ मोर देन 1000 फलोवर्स हैन भ्यू 1 लाख भन्दा चाहिँ बढी क्रस भइसकेको छ एन्ड थ्याङ्क यू सो मच यो बहुत ठुलो एचिभमेन्ट हो मेरो लागि एन्ड किप सब्सक्राइबिङ किप वाचिङ द भिडियोज थ्याङ्क यू बाई